हुनुहुन्छ त्यसमा क्लियर छौं त्यहाँ कुनै दुविधै छैन तपाईहरुले त्यो सोधिराख्नुपर्ने विषय नै होइन राष्ट्रिय प्रजातन्त्र पार्टीले पहिले नै उद्घोष गरिसकेको छ कि राष्ट्र संस्था पुनर्स्थापनाका लागि जसले पनि शान्तिपूर्ण र अहिंसात्मक क्रियाकलाप गर्छ भने आन्दोलन प्रदर्शन गर्छ भने त्यसलाई हाम्रो समर्थन रहन्छ भनेर भनेकै थियो र हामीले पनि हिजो त्यसलाई चाहिँ समर्थन गरेकै थियो र हाम्रो कार्यकर्ताहरू सहभागी हुनुहुन्थ्यो तर त्यस प्रकारका जुन हिंसात्मक गतिविधिहरू छन् त्यसमा हाम्रो संलग्नता छैन कार्यलाई उक्साउन लागि तपाईहरुको पार्टीका नेताहरू त्यहाँ बोल्नु भएको छ भिडियो क्लिपहरु प्रशस्त छ तपाई जिम्मेवारी लिन नि हैन हाम्रो पार्टीको नेताहरूले आगो लगाऊ तोडफोड गर हैन जुलुस हाम्रो पार्टीको नेताहरूले आगो लगाऊ तोडफोड गर हैन जुलुसमा अगाडि बढ किन भन्दैन हैन आन्दोलन भजन कीर्तन गाउँदै हुन्छ हैन आन्दोलन एउटा क्वेशन ट्र्याकमा आयो पूर्व राजालाई महानगरले जरिवाना तिरायो यो सार्वजनिक सम्पत्तिको हकमा पत्र पठाउँदैछ भोलि पत्र पठाउँछ अब तपाईले नैतिक जिम्मेवारी लिइसकेपछि अब निजी सम्पत्ति तपाईले तोडफोड तिर्नुहुन्छ कि तिर्नुहुन्छ त्यहाँ भन्छौ निजी सम्पत्ति हामीले तोडफोड गरेको देखियो भने त्यो त मैले भने छानबिन गर्नु पर्यो छानबिन गर्दाखेरि कसका कारणले हिंसा भड्केको रहेछ कहाँबाट सुरु भएको रहेछ हैन त्यसमा हामी देखियौ भने त हामी जिम्मेवार भइहाल्छ तपाई छानबिन गर्नुपर्छ पनि भन्नुहुन्छ फेरि निर्दोष पनि भन्नुहुन्छ हैन हामीले मजाले भन्यौ मजाले किनभने हामीले हाम्रो आँखाले देखेको छौं धवल शमशेर राणा कहीं पनि तोडफोड गर्न जानु भएको छैन हैन निषेधित क्षेत्र तोडौं भन्ने कुरा त हैन सुन्नु यो आजबाट युद्ध सुरु भयो भनेर हैन ठिक छ तपाई प्रतिपक्ष त होइन होला हैन पत्रकार हो नि हैन त्यसकारणले आन्दोलनको क्रममा निषेधित क्षेत्र तोडौं भन्ने कुरा म निषेधित क्षेत्र तोड्छु मैले अस्ति म आफैले गएको चैत 27 गते निषेधित क्षेत्र मैले तोडौं भने त्यो आन्दोलनको क्रममा तर कसैको घरमा आगो लगाउँ भनेर त धवल शमशेरले भन्नुभएको छैन होला हैन पत्रकार हैन युद्ध त आक्रमण भएर सुरु भयो त हैन त्यो समर्थन अघिको भन्नु पनि तपाईले हामीले यसको नैतिक समर्थन जिम्मेवारी लिनुपर्छ भन्नुभयो अब तपाईले यसको सम्पूर्ण जिम्मेवारी पार्टीले लिन्छ कि लिँदैन निष्पक्ष छानबिन हुनु पर्यो छानबिनमा दोषी देखियो भने कारबाही हुन्छ हैन हामीले भने निष्पक्ष छानबिन आयोग गठन होस् सुरु कहाँबाट भयो हैन मञ्चमा धवल शमशेरले त्यस्तो आह्वान गर्दै गर्दा के रे रविन्द्र मिश्रले त्यस्तो आह्वान गर्दै गर्दाखेरि हैन आक्रमण गरिएको हो हैन आक्रमण गरिएको हो छतमा पहिले नै किन सुरक्षाकर्मी गएर बसेको थियो तपाई पत्रकार साथीहरुलाई मैले भन्छु कि आन्दोलनको क्रममा आन्दोलनकारी पक्षबाट केही त्रुटि भयो भने त्यसलाई नियन्त्रणमा लिने सरकारको जिम्मेवारी हो र त्यसलाई चाहिँ भड्काउने जिम्मेवारी सरकारको होइन त्यसकारणले त्यसको छानबिन हुनु पर्यो मैले भने त्यसमा दोषी देखियो भने र राज्य विरुद्धकै गतिविधि भएको रहेछ भने त्यो कारबाही हुनु पर्यो तर आन्दोलनको क्रममा आउनुहोस् निषेधित क्षेत्र तोडौं घेरौं भन्ने कुरा आफ्नो कार्यकर्तालाई उत्साहित गर्ने कुरा गर्दा तर कसैको घर आगो लगाउँ भनेको छ कि छैन आगो लगाउन गएको छ कि छैन तर पहिले मैले भन्छु त्यो आगो लाग्नु भन्दा अगाडि अरु तोडफोड हुनु भन्दा अगाडि राज्यले किन छतमाथि बसेर गोली हान्यो किन अश्रु ग्यास फ्याक्यो त्यति मात्र हैन तपाई पत्रकार साथीहरुलाई म फेरि भन्छु एउटा पत्रकार साथीको ज्यान गएको छ है त्यहाँ माथिबाट छतबाट गोली हानेको कारण टियर ग्यास हानेको कारण आन्दोलनकारीले त्यहाँ चाहिँ प्रतिवाद गर्दा अरु चीजहरु धेरै चीजहरु बढेर गएको कुरा त सबको आँखा अगाडि प्रश्न छ नि हैन सरकारले पहिले नै छतमाथि किन जानु पर्यो हैन छतमाथि किन चाहिँ सुरक्षाकर्मी राख्नु पर्यो त्यहाँबाट किन गोली चलाउनु पर्यो किन अश्रु ग्यास हान्नु पर्यो है त्यस्तो परिस्थिति किन आयो र सरकारले डेट एक्सपायर भएको अश्रु ग्यास किन प्रयोग गर्यो त्यो मानव स्वास्थ्यको लागि कतिको हानिकारक छ त्यसको लागि पनि छानबिन हुनुपर्छ अहिलेलाई हामीले यति भन्नु समग्रमा बैठक बसिराख्दा अब यो हिजोको घटनापछिको अबको आन्दोलन कहाँ पुग्छ भन्ने एउटा कहाँ पुग्छ भन्ने एउटा प्रश्न तपाईको सांसदलाई संसद सचिवालयमा आयो पत्र तपाईको सांसद हो नि त एकजना जिम्मेवार सांसद हो हैन
आन्दोलन अब कहाँ पुग्छ, के निचोड निकालो बैठकले, र तपाईँको सांसदलाई त्यहाँ पत्र गएको छ, भोलि त पत्र आउँछ के पत्र त्यो संसद चाहिँ यो दुईटालाई जोडेर। होइन त्यसको बारेमा मैले अघि नै भनिसकेँ, तपाईँले सुन्नु होइन भयो। मिलाएर भन्दिनँ तपाईँले कुटनीतिक एन्सर होइन कुटनीतिको होइन, प्रश्न भनिसकेको छौँ। राप्रपाले निर्दोष मानिसहरूलाई छोड्नको लागि सरकारलाई आग्रह गरेको छ, नत्र भए हामी चाहिँ नि यसलाई विरोध प्रदर्शनको रूपमा चाहिँ फेरि निरन्तर रूपमा हामी अगाडि जान्छौँ भनेर भनिसकेको छ। हामीले छानबिन आयोगको माग गरेका छौँ, होइन, स्वतन्त्र आयोग बनोस् भनेर भनेका छौँ। र अहिले हाम्रो चाहिँ प्रारम्भिक अहिले हाम्रो अध्ययन, हाम्रो निष्कर्षले, हाम्रो आफ्नो बुझाइले यो होइन के गोलमुटोल भयो, सरकारै चाहिँ नि यसमा चाहिँ नि भड्काउन लागेको छ भन्ने छ। र हामीले अरू घोषित गरेका हाम्रो सबै आन्दोलनका कार्यक्रमहरू निरन्तर छ भनेको 26 गते हामी आन्दोलन सबैलाई दिनुस् न उहाँलाई। अहिलेसम्म 2.5 अरब भन्दा बढी मान्छे यो घटना हेरिसक्यो, लगभग 29 घण्टा भइसक्यो अहिलेसम्म। हजुर जिम्मेवार पार्टीको जिम्मेवार व्यक्ति जसले सुरुदेखि नै राज संस्था र हिन्दू राजको मुद्दा विश्व स्तरमा उठाउँदै आउनु भएको छ। यति 29.5 घण्टा ढिलो किन गर्नुभयो, जबकि 2.5 अरब मान्छे हेरिसकेछ। 10,000 भन्दा बढी टेलिभिजन र पत्र पत्रिकाले यसलाई फ्रन्ट न्युज बनाएको छ। तपाईँ ठिकै भन्नुभयो। अध्यक्ष जस्तो तपाईँलाई पूर्व राजालाई तपाईँले कहाँ थापेर हिँड्नुभयो, सुख दुःख सबैमा हेर्नुभयो, अहिले तपाईँलाई पूर्व राजाले अलिकति शक्तिमा आउँदाखेरि चाहिँ अथवा उहाँको भइपरि आउँदाखेरि चाहिँ तपाईँ आफूलाई पाखा लाग्यो अथवा तपाईँको पार्टीलाई चाहिँ पाखा लाग्यो आइसक्यो शक्तिमा, देखियो नि त राजा शक्तिमा अलिअलि जनमत सडकमा देखिन्छ। मैले यता भन्छु है। अब तपाईँको पनि जवाफ दिन्छु, लास्ट हुन्छ। एउटा जिम्मेवार राजनीतिक पार्टीले त्यस प्रकारको गम्भीर घटनामा सतही प्रतिक्रिया दिनुभन्दा बुझेर दिनु राम्रो हुन्छ, छलफल गरेर निष्कर्षमा पुग्नु राम्रो हुन्छ भनेर हामीले यो समय लियौँ र हामीले आफ्नो ठोस दृष्टिकोण सार्वजनिक गरेका छौँ। अहिले प्रेस रिलिज पनि तपाईँहरूलाई आइहाल्छ। यता चाहिँ नि तपाईँहरू सबै साथीहरू र तपाईँहरू सञ्चार माध्यम मार्फत दुनियाँलाई म के अपिल गर्न चाहन्छु भने राजेन्द्र लिङ्गदेनहरूले राज संस्था चाहिन्छ भनेको राजा आएपछि मन्त्री हुन पाइन्छ, प्रधानमन्त्री हुन पाइन्छ, अथवा राजाको नाम लिएपछि चुनाव जित्न सजिलो हुन्छ भनेर राजा चाहिन्छ भनेको होइन। त्यस कारणले राजा जसले बोके पनि हुन्छ, जसले ल्याए पनि हुन्छ भनेर हामीले बारम्बार भनिराखेका छौँ र हामीले कुनै व्यक्तिगत फाइदा र आफ्नो व्यक्तित्व विकास प्रयोजनको लागि राज संस्था चाहिन्छ भनेको होइन। त्यसकारण मलाई त्यस सम्बन्धीमा कुनै टिप्पणी गर्नु छैन र राजालाई विवादमा तान्नुहुन्न भन्ने कुरामा अहिले पनि राजालाई त एरेस्ट गरेर देखाउनु अनि शक्ति